नमस्कार, मेरो नाम हो मनिषा पकाई र तपाईहरु हेर्दै हुनुहुन्छ युवाको कथा, जहाँ हामी नेपाली युवाहरूको सफलता र सङ्घर्षको कुरा गर्छौँ। तपाईहरु पनि देशमै केही गर्न सकिन्छ कि भनेर लागि पर्नु भएको छ र के अवसरहरू छन् भनेर खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हुन सक्छ। त्यसैले अन्तिमसम्म हेर्दिनु होला र प्रतिक्रिया दिनु होला। फेरि पनि वेलकम छ तपाईहरुलाई भिडियोमा र म यतिखेर आएको छु झापाको बिरतामोडमा रहेको एसटी बार्बर एन्ड सैलुनमा, जुन चाहिँ भर्खरै व्यस्त सकेर बस्नु भएको एकजना युवाले सञ्चालनमा लिइराख्नु भएको छ र बार्बर मात्रै नभएर सैलुन मात्रै नभएर उहाँले चाहिँ ट्रेनिङ सेन्टर पनि प्रोभाइड गरेर आइरहनु भएको छ र उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्छौँ र के कस्ता चुनौतीहरू छन्, के कस्ता फाइदाहरू छन्, कति आम्दानी गर्न सकिन्छ भनेर हामी कुरा गर्ने नै छौँ। त्यसैले अन्तिमसम्म हेरिदिनु होला। फेरि पनि स्वागत छ तपाईहरुलाई युवाको कथामा, जहाँ हामी नेपाली युवाहरूको सङ्घर्ष र सफलताको कुरा गर्छौँ। र त्यसै गरी हामीसँग उपस्थित भइसक्नु भएको छ सुमन ठाकुरजी, जो चाहिँ एसटी बार्बर इन सैलुन को प्रोपाइटर हुनुहुन्छ। सैलुन मात्र नभएर उहाँले अहिले ट्रेनिङ सेन्टर पनि सुचारू गरिराख्नु भएको छ। नमस्कार र स्वागतम छ सुमनजी। नमस्कार सबैजनालाई। यो चाहिँ जुन मैले अहिले गरिरहेको छु, यो युवाको कथा भनेको चाहिँ नेपालीहरूको लागि, एउटा युवाहरूको लागि प्रेरणा होस्, देशमै केही गर्न सकिन्छ कि भनेर जसले सोचिराख्नु भएको छ र के अवसरहरू छन् भनेर उहाँहरूलाई थाहा हुँदैन नि त। एउटा उदाहरणहरू चाहिरहेको छ। बाहिर नेपाल जाने, बाहिरदेखि बाहिर जाने जुन देखिराख्नु भएको हुन्छ सोसियल मिडियामा, त्यो व्यापक छ। अहिले एकदम कन्सल्टेन्सीहरूले पनि भिडियोहरू बनाइराख्नु भएको छ, तर नेपालमै केही गर्न सकिन्छ भनेर चाहिँ प्रायःले बनाएका छैनन् नि त। त्यही भएर यो ब्रेन वास भएको जस्तो लाग्छ मलाई नेपालीको। र तपाईँहरू जस्तो यस्तो यङ एन्टरप्रेनर जुन हुनुहुन्छ, बिजनेसम्यान हुनुहुन्छ, जसले देशमै केही गरिराख्नु भएको छ, उहाँहरूको पनि भिडियो चाहिँ हालौँ र युवाहरूलाई प्रेरणा गरौँ भन्ने उद्देश्यले चाहिँ यो भिडियो मैले सुचारू गरेको छु। र यसको एपिसोड 1 मै भाग्यवश तपाईँ पर्नु भएको छ, त्यसको लागि तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। र त्यसै गरी तपाईँको बारेमा छोटो, हाम्रो दर्शकलाई छोटो तपाईँको बारेमा केही भनिदिनुहोस् न। सबैजनामा सर्वप्रथम त नमस्ते। म चाहिँ यो हेयर ड्रेसिङ फिल्डमा हालसम्म काम गरेको लगभग 12 वर्ष हुन लाग्यो। कक्षा 8मा हुँदैदेखि चाहिँ मैले यो काममा एकदम रुचि देखाएर सिक्न थालेको थिएँ। यो काम हेर्दा जति नै सामान्य लागे तापनि यसमा करियर चाहिँ एकदम राम्रो देखेको छु मैले अहिलेसम्ममा। नेपालमै गरी खान अथवा आफ्नो जीवन जीविका चलाउनलाई एकदमै महत्त्वपूर्ण र एकदमै यसले चाहिँ सहयोग र सजिलै पाराले एउटा व्यवसाय थाल्नलाई सहयोग पुर्याउँछ। सुन्नमा आएको यहाँ ट्रेनिङ सेन्टर पनि तपाईँले सञ्चालन गरिराख्नु भएको छ होइन? महिनामा चाहिँ 10औँ 15औँ जनालाई ट्रेनिङ दिएर आइराख्नु भएको छ। ट्रेनिङ सेन्टर चलाउँदै गर्दा चाहिँ ट्रेनिङ सेन्टर किन दिनुपर्ने अवस्था देख्नुभयो? कि यहाँ बिरतामोड यो झापामा अलिक कम थियो, कि यसको नलेज चाहिँ दिनुपर्छ है, अब आउने पुस्तालाई पनि सिकाउनुपर्छ, यसमा राम्रो आम्दानी छ, देशमा केही गर्न सकिन्छ भनेरै एउटा उदाहरणको लागि हो कि के थियो तपाईँको यसमा अलिकति भनिदिनुहोस् न। यसमा चाहिँ एकदमै फ्याक्ट कुरा मैले बोल्न गइरहेको छु। के हो भने हामीहरूले यस सैलुन सम्बन्धी पेसागत काम गर्दै गर्दाखेरि चाहिँ हाम्रो सबैभन्दा ठुलो समस्या भनेकै हामीहरूलाई मेन पावरको कमी। हजुर, देशभरिका जनता युवाहरू चाहिँ नै रोजगार नपाएर विदेशी राखेका छन् र यहाँ गर्न खोजेहरूलाई चाहिँ रोजगार पुगेका छैन या कामदार पुगेका छैन। हजुर हजुर। अब धेरै नभए 3 महिनामा चाहिँ हामीहरूले यहाँनिर एकजनालाई चाहिँ हामीहरूले रोजगार दिन सक्ने लायकको पनि बनाउन सक्छौँ र 3 महिनामा हामीहरूले चाहिँ उहाँलाई एउटा रोजगार प्रोभाइड गरिरहेको छौँ। उहाँले चाहिँ नभने पनि राम्रै एउटा एकजनालाई चाहिँ नै पुग्ने, एउटा खर्च पुग्ने नै चाहिँ पैसा कमाउनलाई यहाँ वातावरण छ। सँगसँगै थोरै एक्सपिरियन्स गेन गर्दै जाँदाखेरि चाहिँ आफ्नो भविष्य नेपालमै सुरक्षित गर्न सक्ने यो पेसागतमा चाहिँ फ्युचर भएको हुनाले चाहिँ हामीले चाहिँ धेरै विद्यार्थीहरू या धेरै युवाहरू पनि सिक्ने भन्दै पसलमा आएको हुनाले चाहिँ हामीले यो ट्रेनिङ सेन्टर चाहिँ चालु गरे हो। यसरी चालु गर्दै गर्दा चाहिँ हाम्रो एकदमै राम्रो ग्रो भइरहेछ। धेरै विद्यार्थीहरू खुसी छन्, धेरै विद्यार्थीहरू विदेश गएर पनि सैलुनको पेसा काम गरिराखेका छन्। धेरै विद्यार्थीहरू विदेश जानु अघि या अन्त कतै जानु अघि आफ्नो खाली समयलाई सैलुन सेक्टरमा समय प्रोभाइड गरेर खर्च निकाल्दै आफ्नो समयलाई युटिलाइज गर्दै एक्सपिरियन्स गेन गर्दै आफ्नो जीवनमा यसले एकदमै महत्त्वपूर्ण भूमिका निभाइरहेछ। अनि यसले चाहिँ धेरै घरमा एउटा खुसी ल्याइरहेछ कि छोराले के गर्दैछ या के गर्न चाहिरहेको छ। सँगसँगै उहाँहरूलाई पनि इन्डिपेन्डेन्ट बनाइरहेको छ, जुन चाहिँ एउटा
हाम्रो सोसाइटीलाई ग्रो गर्नुमा एकदमै हेल्पफुल भइरहेछ र यसमा अहिलेको समयमा चाहिँ हामी देख्न सक्छौँ बजारमा चाहिँ नि एकदमै राम्रो ट्रेनिङ सेन्टर, सलुन एन्ड ट्रेनिङ सेन्टरको एउटा लहर ट्रेन्ड आइरहेको छ। अनि मैले चाहिँ सुन्नमा के आएको भने अझै पनि नेपालमा चाहिने पर्याप्त हेयर ड्रेसर नाइ अथवा नाइ भनौँ उहाँहरू चाहिँ अझै पनि इन्डियाबाटै आइरहनु भएको छ। नेपालमा अझै पनि हामीलाई चाहिने पर्याप्त हेयर ड्रेसरहरू हामीले उत्पादन गर्न सकिरहेको छैनौँ भन्ने पनि जुन कुरा छ नि त्यो के साँचो हो? यसमा चाहिँ के भइरहेछ भने नेपालीहरूले चाहिँ अझैसम्म चाहिँ नि यस कामलाई चाहिँ अप्नाइसकेका छैनन्। के भइरहेछ भने ट्रेनिङ गर्न आउने विद्यार्थीहरू प्राय चाहिँ नि विदेश जाने लक्ष्यले आइरहेको हुन्छ, विदेशमा गएर गर्ने, विदेशमा गएर काम गर्ने एउटा सिद्धान्तले आइरहेको हुन्छ। काम सिक्छन्, काम सिकेर चाहिँ नि राम्रोसँगले एउटा एक्सपिरियन्स गेन गरेर विदेश गएर विदेशमै खटिराखेका छन्, विदेशमै पार्ट टाइम गरिराखेका छन्, विदेशमै यसलाई युटिलाइज गरिराखेका छन्। त्यो पनि एउटा राम्रो पक्ष हो जुन चाहिँ नराम्रो होइन। अब कता जहाँनिर यसको चाहिँ नि स्कोप राम्रो छ वहीँनिर गएर गर्नु पनि एकदम राम्रो हो। तर यहीँनिर अब लामो समयसम्म गर्दै जाने हो भने यहीँनिर पनि धेरै राम्रो स्कोप छ। अब जसरी हाम्रो नेपाली सोसाइटीले चाहिँ नि यसलाई एक्सेप्ट अहिले पहिलाभन्दा त निकै नै एक्सेप्ट गरिसकेको छ र निकै नै अहिले चाहिँ बजारमा कम्पिटिसन हामी देख्न सक्छौँ। त्यो आधारले त्यो होइन कि इन्डियाबाट अहिले अलिअलि आए तापनि नेपालीले पनि पुरै लगभग एक्सेप्ट गरेको देखिराखेको छ र एकदमै राम्रो अहिले चाहिँ नि स्टाफहरूको कमी चाहिँ पहिलाभन्दा चाहिँ अलिक कम्ती नै भइरहेको देखिरहेको छु। कताबी अझै पनि अलिअलि चाहिँ पुगेको चाहिँ छैन। भनेपछि तपाईँको एजुकेसन क्वालिफिकेसन चाहिँ कति हो अहिले? मैले चाहिँ अहिले ब्याचलर्स लेभलको इक्जाम चाहिँ एजुकेसन चाहिँ गरिसकेको छु। अब मास्टर लेभलमा चाहिँ म पुगेको छु। अब केही समय होल्ड गरेर चाहिँ म कम्प्लिट गर्छु मास्टर लेभल पनि। मान्छेहरूले भन्छ नि ब्याचलर सकेर पनि त कपालै काटेर बस्छस्, तेरो भविष्य त अब यही हो भन्छ नि जुन हिसाबले होइन। तर यसमा पनि धेरै आम्दानीहरूका कुराहरू छन्। अहिले त अब रेस्पेक्टका कुराहरू पनि भइसके जुन हाम्रो नयाँ पुस्ताहरूले त दिन्छन्, हेयर ड्रेसर भन्छन् होइन। र आम्दानी चाहिँ यसमा कति हुँदो रहेछ ठ्याक्कै भन्दाखेरि तपाईँको साधारण एउटा सैलुनमा त अब आफै मात्रै पनि काम गरिँदैन, अरूलाई पनि खटाइन्छ होइन। तपाईँको हकमा चाहिँ कतिजनालाई रोजगार दिइराख्नु भएको छ आफू सँगसँगै? यसमा चाहिँ नि अब एउटा भनेको चाहिँ पेसेन्ट लेभल चाहिन्छ। हामीले निरन्तरता दिँदै जाँदाखेरि चाहिँ हाम्रो पसल ग्रो गर्दै जाने हो एउटा फ्याक्ट कुरा चाहिँ। अर्को कुरा चाहिँ के हो भने हामी खट्नु भन्नाले पनि आफै खट्नु भन्नाले पनि खटाउनुमा पनि बिलिभ गर्नुपर्ने हुन्छ, काम रोजगार पनि प्रोभाइड गर्नुपर्ने हुन्छ। र यहाँनिर चाहिँ मैले राम्रो एउटा इन्भाइरोमेन्ट प्रोभाइड गरिरहेको छु आफ्नो वर्करहरूको लागि, जहाँसम्म चाहिँ म बाहिरबाट चाहिँ नि एकदम गुड रिलेसनसिप र गुड रिलेसन विथ पिपल बनाएर चाहिँ नि एउटा इन्भाइरोमेन्ट क्रिएट गरिरहेको छु। चाहिँ लाइक एउटा सेनिटाइजेसनदेखि लिएर पिस इन्भाइरोमेन्टदेखि लिएर म्युजिकल इन्भाइरोमेन्टदेखि लिएर अनि एउटा स्टाफहरूलाई पनि सुविधादेखि लिएर खानु बस्नु सुविधादेखि लिएर चाहिँ नि राम्रो स्यालेरीसम्म प्रोभाइड गरि नै राखेको छ। भनेपछि राम्रै आम्दानी एउटा क्वालिटी अफ लाइफ चाहिँ हामीले एउटा हेयर ड्रेसर भएर बनाउन सक्छौँ नेपालमा। अब क्वालिटी अफ लाइफ चाहिँ मजाले हुन्छ। तर यसमा के छ भने लाइफ अफ हेयर ड्रेसर इज नट द्याट इजी जस्ट बिकज किनभने चाहिँ अब हामीले समय चाहिँ एकदमै अब यो फिल्डमा दिनुपर्ने हुन्छ। समय चाहिँ कस्तो तरिकाले पनि दिनुपर्ने हुन्छ भने हामीले छुट्टी भन्ने कुरा धेरै लिनु मिल्दैन। हामीले लिमिटेड छुट्टी लिनुपर्छ र हाम्रो छुट्टीको समयलाई पनि हामीले रिप्लेसमेन्ट चाहिँ कुनै अरू स्टाफसँग या हामीले चाहिँ ब्याकअपमा स्टाफहरू राखेर चाहिँ नि हामीले चाहिँ निरन्तरता रूपमा चाहिँ सर्भिस प्रोभाइड गर्दै जाँदाखेरि यसमा राम्रो एउटा लाइफ क्वालिटी अफ लाइफ चाहिँ छ। भनेपछि तपाईँले अघि पनि भन्दै हुनुहुन्थ्यो एउटा चुनौती छ यसमा होइन, यो सिक्न त्यति सजिलो छैन। भनेपछि कस्ता कस्ता चुनौतीहरू चाहिँ हामीले देख्न सक्छौँ एउटा हेयर ड्रेसरको जर्नीमा चाहिँ तपाईँको एउटा अनुभव के छ? यसमा अब हामीले पेसेन्ट चाहिँ हुनुपर्ने छ। यसो हेर्दा लाग्छ सजिलो देखिन्छ, तर गर्दाखेरि चाहिँ हामीलाई त्यो सजिलो चाहिँ एकैछिनमा हराउँछ। हेर्दा चाहिँ काट्नु त हो भनेर यसो सजिलो देखिन्छ, तर काट्दा जाँदाखेरि चाहिँ के हुन्छ भने हाम्रो कन्फिडेन्स चाहिँ ल्याक भइदिन्छ। हामीले जस्तो देख्छौँ त्यस्तै गर्न सक्दैनौँ। यसमा चाहिँ के छ भने प्र्याक्टिस हो। अब ल्याक अफ प्र्याक्टिस भइरहेको हुन्छ। मान्छेको कपालमा मात्रै काटेर सिक्छु भन्ने टाइपले व्यक्तिहरूले सोच्न थालिहाल्छ। यसमा चाहिँ के हुन्छ भने हामीले फ्री बसेको बेलामा पनि कैँची छुरा बेला बेला चलाइरहनु पर्ने हुन्छ।
बिना ब्लेडले पनि हामीहरूले चाहिँ फ्री भएको बेलामा चाहिँ छुरा चाहिँ हामीले चलाउने प्र्याक्टिस गरिरहनु पर्ने हुन्छ। विद्यार्थीहरूमा के चाहिँ भइरहेको हुन्छ भने उहाँहरूले प्र्याक्टिस चाहिँ गर्नुहुन्छ, तर के छ भने फ्री टाइममा चाहिँ उहाँहरूले विदाउट ब्लेड भनौँ या बिना के भन्छ दारी काटिकन चाहिँ प्र्याक्टिस चाहिँ गर्दैनन्। त्यो ल्याक अफ प्र्याक्टिसले चाहिँ के गर्छ भने हाम्रो हात चाहिँ स्मुथ भए हुँदैन। हात स्मुथ नभइकन प्रोग्रेस देखिँदैन, कस्टमरले थाहा पाइहाल्छ या व्यक्तिले थाहा पाइहाल्छ नयाँ चाहिँ नि मान्छे हो भनेर अलिकति डराइहाल्छ। अनि उनीहरूमा पनि चाहिँ के भइदिन्छ भने ल्याक अफ कन्फिडेन्ट भइदिन्छ। ल्याक अफ कन्फिडेन्ट भन्नाले उनीहरूको पनि विश्वास जान्छ, आफूबाटै एउटा म चाहिँ गर्न सक्दिनँ भन्ने भावना आइहाल्छ। अनि उनीहरूलाई टेन्सन भएर उनीहरूले पनि त्यति साह्रो अपग्रेड गर्न सक्दैनन्। यहाँनिर कुरा चाहिँ के छ भने ल्याक अफ प्र्याक्टिस। प्र्याक्टिस मात्रै नै चाहिँ यहाँनिर अब आफू फ्री भएको समयमा बेला बेला चाहिँ नि भिडियो हेर्दै बेला बेला चाहिँ नि प्र्याक्टिस गर्दै छुरा चलाउँदै या हातको मुभमेन्ट हो सबैभन्दा ठुलो कुरा। हात जति पोलिस हुँदै जान्छ त्यति सजिलो चाहिँ हाम्रो हात बस्दै जान्छ र आफू पनि कन्फिडेन्ट बढ्दै जान्छ। त्यो भएको हुनाले चाहिँ हामीले प्र्याक्टिस चाहिँ निरन्तर रूपमा गरिरहनु पर्ने हुन्छ। अनि चाहिँ नि हाम्रो कन्फिडेन्ट पनि बढ्छ र छिट्टै हामी ग्रो पनि गर्छौँ। मेरो विद्यार्थीहरूमध्ये धेरैले चाहिँ ल्याक अफ कन्फिडेन्ट प्रोभाइड भइरहेछ, जुनमा चाहिँ प्र्याक्टिसको ल्याक भइरहेछ। मलाई सोध्छन् विद्यार्थीहरूले, म उनीहरूलाई मोटिभेट गर्ने काम गर्छु। तर निकै विद्यार्थी यस्ता पनि आए जुन चाहिँले चाहिँ 3 महिनाको अन्डरमा चाहिँ राम्रो स्यालेरी मेरै पसलबाट चाहिँ इन्कम गर्दै अरू ठाउँमा अरू सलुनहरूले चाहिँ उहाँहरूलाई अफर दिँदै बोलाउँदै लग्या छन् र उनीहरूले अहिले राम्रो इन्कम गरिराखेका छन्। भनेपछि एउटा कन्फिडेन्स र प्र्याक्टिस हुने हो भने 3 महिनाभित्र हामी हेयर ड्रेसर बन्न सक्छौँ। एकदमै लागेर 3 महिनाको समय लिएर चाहिँ हाम्रो एसटी युनिसेक्स सलोन एन्ड ट्रेनिङ सेन्टरमा आउने हुने हो भने हामी दिनको 2 घन्टा 1 घन्टादेखि लिएर 2 घन्टा लिन्छौँ प्रत्येक व्यक्ति। र 2 घन्टा चाहिँ हामीलाई राम्रोसँगले दिने हो भने 1.5 महिनादेखि लिएर 2 महिनामा चाहिँ हामी उहाँको कोर्स सकाउँछौँ। 3 महिनासम्म चाहिँ हामीले उहाँलाई चाहिँ एउटा सडन स्यालेरीसम्म इन्कम खाने व्यक्ति चाहिँ बनाउँछौँ सैलुन सेक्टरमा। अरूकोमा गरे पनि भयो, आफै पनि खोल्न सकियो त्यस पछाडि। हजुर हजुर, आफै चाहिँ नि खोल्नको लागि चाहिँ अलिकति समय अर्काको अन्डरमा काम गर्नुपर्ने हुन्छ, किनभने एक्सपिरियन्स म्याटर गर्छ। अनि गाइडेन्स अलिअलि चाहिँ चाहिएको हुन्छ, किनकि हरेक खाले कस्टमर हुन्छ, हरेक खाले दारी हुन्छ, हरेक खाले कपाल हुन्छ, सबै कुरा एक्सप्लोर गरिसक्या हुँदैन। सानो समय जुन चाहिँ 6 महिनाको समय राखौँ त्यति समय चाहिँ हामीले कुनै पनि पसलमा चाहिँ नि समय स्पेन्ड गऱ्यौँ भने चाहिँ यो सेक्टर सम्बन्धी उसँग पर्याप्त नलेज हुन्छ र उसले आफ्नो जीवन जीविका चाहिँ आफ्नै पसल खोलेर पनि चलाउन राम्रोसँगले हाम्रो स्वदेशमै सक्छ। सैलुन खोल्नलाई त अब तपाईँको यो टुल्सहरू भयो होइन, त्यसरी ठुलो लगानी भनेको अब यही फर्निचर, अलिकति वेल फर्निचर पनि बनाउनु पर्यो भनेपछि एउटा आफै सैलुन खोल्छु भन्दा चाहिँ अहिलेको महँगाइमा एटलिस्ट स्टार्टिङको लागि कति लाखले चाहिँ एउटा सैलुन खुल्छ त? अब यो भनेको चाहिँ स्केलले म्याटर गर्छ। जस्तै अब हामीले कुन एरियामा खोल्दैछौँ र कत्रो सर्टरमा खोल्दैछौँ, अनि अर्को कुरा हामीले कति स्टाफ राख्ने र हामीले के सर्भिस प्रोभाइड गर्ने कुरा म्याटर गर्छ। सामान्य सैलुन खोलेर सैलुन सम्बन्धी हामीले चाहिँ नि सर्भिस प्रोभाइड गर्ने हो भने कपाल काट्ने, दारी काट्ने, फेसियल गर्ने, स्ट्रेट गर्ने, केराटिन गर्ने लगायत ब्युटी सम्बन्धी र हेयर सम्बन्धी मात्रै काम गर्ने हो भने चाहिँ हामीले अराउन्ड 5 लाखमा चाहिँ राम्रो स्ट्यान्डर्ड लेभलकै राम्रो पसल खोल्न सक्छौँ है त, विथ मेटेरियल। देशमै 5 लाख लगानी गर्ने हो भने भविष्य बनाउन सकिन्छ भनेपछि विदेश जान जुन तपाईँको 25-30 लाख लाग्छ त्यत्रो खर्च गरिरहनु परेन। 25-30 लाख मा त अब निकै नै ग्रान्ड लेभलको पसल हुन्छ यहाँ नेपालमा त, फ्रेन्चाइजी नै ओपन हुन्छ। अर्को कुरा चाहिँ नि के हुन्छ भने 5 लाखको पसलमा चाहिँ हामीले राम्रोसँगले गऱ्यौँ भने चाहिँ एकजना बराबर 2-3 हजारको इन्कम चाहिँ आरामले अब राम्रोसँगले गर्न थाल्दै गर्दाखेरि चाहिँ आरामले कमाउन सकिन्छ। महिनाको 90,000 चाहिँ कहीँ जाँदैन। महिनाको 90,000सम्म पनि बनाउनु हुन्छ? सकिन्छ, मजाले सकिन्छ। हुन्छ, आजको हाम्रो यो पोडकास्ट, यो हाम्रो अन्तर्वार्तालाई म यहीँ टुङ्ग्याउन चाहन्छु र तपाईँहरूले हेर्नुभयो अन्तिमसम्म। यो युवाको कथा थियो। हाम्रो एपिसोड 1मा हुनुहुन्थ्यो सुमन ठाकुरजी र उहाँलाई पनि यस पोडकास्टमा आइदिनु भयो, धन्यवाद दिन चाहन्छु। भिडियो हेरेर जुन स्टुडेन्ट आइराख्नु भएको छ यहाँ सिक्नलाई, उहाँलाई कति % डिस्काउन्ट चाहिँ दिन चाहनुहुन्छ त तपाईँ? यो भिडियो हेरेर आउने विद्यार्थीहरूलाई चाहिँ म 10 to 15% डिस्काउन्ट चाहिँ
मैले चाहिँ उहाँ मनिष भाइको तर्फबाट चाहिँ प्रोभाइड गर्नेछु। हजुर तपाईँहरू यो भिडियो हेरेर आउँदै हुनुहुन्छ, एसटी बार्बर स्कुलमा आउँदै हुनुहुन्छ, ट्रेनिङ सेन्टरमा आउँदै हुनुहुन्छ भने 15% दिस्काउन्ट उहाँले दिने भनिसक्नु भएको छ। र आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु। हेर्दै गर्नुहोला युवाको कथा। एपिसोड 2 पनि छिटै नै आउनेछ। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू।